भविष्यको साथी कृत्रिम बुद्धिमत्ता आर्टिफिशियल इन्टेलिजेन्स 2035को बिहान काठमाडौँको एक सानो अफिसमा आर्यन नामका युवक आफ्नो कम्प्युटर अगाडि बसेका थिए। उनी कुनै सामान्य मान्छे होइनन्, उनी एउटा एआई डेभलपर हुन्। आर्यनको सपना थियो यस्तो बुद्धिमान प्रणाली बनाउने जसले मानिसको जीवन सजिलो मात्र नभई सोच्ने तरिका समेत बदलिदियोस्। एक दिन उनले आफ्नो नयाँ परियोजना स्मार्ट साथी सुरु गरे, यस्तो कृत्रिम बुद्धिमत्ता जसले मानिसको भावना बुझ्थ्यो। एआईले मानिसको अनुहार हेरेर उसको मूड पत्ता लगाउन सक्थ्यो र त्यसअनुसार सल्लाह दिन्थ्यो। कसैले दुखी देखिए भने एआई भन्थ्यो, तपाईँ बलिया हुनुहुन्छ, हार मान्नु हुँदैन। आर्यनको यो प्रोजेक्टले समाजमा ठूलो परिवर्तन ल्यायो। विद्यालयका विद्यार्थीले यसबाट पढ्न थाले, किसानले मौसमको जानकारी लिए, व्यापारीले बजार विश्लेषण गरे। एआई अब केवल मसिन होइन, मानिसको सहयात्री बन्यो। तर आर्यनलाई थाहा थियो, एआईले मानवलाई प्रतिस्थापन होइन, सहयोग गर्नुपर्छ। उनले अन्त्यमा भन्थे, कृत्रिम बुद्धिमत्ता हाम्रो सृजनात्मक सोचको परिणाम हो। जब हामी यसलाई जिम्मेवारीका साथ प्रयोग गर्छौं, तब यो संसार अझ उज्यालो बन्छ। त्यस दिनदेखि आर्यन र उनका स्मार्ट साथीले नेपालमा नयाँ प्रविधिको क्रान्ति ल्याए, जहाँ एआईले मान्छेलाई होइन, मान्छेले एआईलाई दिशा देखायो।